हामी लाइफमा एकपल्ट फेल हुँदैमा त्यो हाम्रो लाइफको अन्त कहिले होइन। आजभन्दा केही दिन अगाडि अति नै दुःख घटना अहमदाबादमा हाम्रो एयर इन्डिया प्लेन क्रास भयो। त्यसमा धेरै मान्छेले ज्यान गुमाए। अति नै मर्मदायक, अति नै दुःखको कुरा हो त्यो। तर त्यसमा एकजना महिला हुनुहुन्थ्यो, जो महिला चाहिँ ट्राफिकले गर्दाखेरि, हाम्रो इन्डियाको ट्राफिक त्यस्तै छ, त्यसले गर्दा त्यो ट्राफिकले गर्दाखेरि उहाँले त्यो फ्लाइट मिस गर्यो। उहाँले त्यो फ्लाइट मिस गर्दाखेरि उहाँ धेरै रोए, धेरै ट्राफिकहरूसँग रिसाए। तर केही क्षणपछि उहाँको त्यो हात खुट्टा आफूलाई नै सुन्न भए जस्तो भयो उहाँलाई। किनभने केही क्षण बादमा उहाँले सुन्यो, जो अहमदाबाददेखि लन्डन गइरहेको फ्लाइट थियो एयर इन्डिया, त्यो क्रास भइरह्यो भनेर। त्यति बेला फेरि उसले के भन्यो भने, मनमा नै उहाँले सम्झ्यो होला, किनभने जो ट्राफिक थियो, ट्राफिक नभएको भएदेखि म सायद यो संसारमा आज हुने थिइनँ होला। फेरि उहाँ जुन ट्राफिकहरूदेखि रिसाइराखेको थियो, फेरि उहाँले त्यही ट्राफिकलाई नै धन्यवाद दिनुभयो होला। त्यसले गर्दाखेरि जब पनि कुनै पनि घटनाहरू घट्छ, हामी भगवान्लाई कोस्छौँ, मलाई मात्रै किन यस्तो गरेको भगवान् भनेर। तर भगवान्लाई हामीभन्दा धेरै कुराहरू थाहा छ। त्यसले गर्दाखेरि जब पनि कुनै पनि चिजहरूमा हामीलाई फेल गर्छ या हामी त्यो कुरामा पास हुन सक्दैनौँ भने त्यसमा पनि भगवान्ले केही हाम्रो लागि फाइदा नै हेरेको हुन्छ। त्यसले गर्दाखेरि जुनै चिज तपाईँले गर्नुहुँदैछ, त्यसमा यदि तपाईँ ढिलो छिटो हुनुहुन्छ या सक्सेस हुनुहुँदैन भने त्यसलाई तपाईँले जीवनको अन्त कहिले नसम्झिनुहोस्, किनभने त्यसमा पनि तपाईँको केही फाइदा नै हुन सक्छ।